हेलो गाइस, आज हामी जाने बेला छौं पाखा घुम्न। हो त जंगल जंगल खै सबैजनाले हेलो गराउ त आउनु दि ओइ यस यो पड्काउन आउँछ त नि कहिले भने तँलाई पड्काउने भनेर यो मन पड्काउँछ हे पड्का त पड्काउनु ए फुल पड्काउ पड्काउनु हुँदैन अब फल्दैन नि हर्केल मम्मी अनि सब पड्काइ मम्मी ल्याएको भएर अस्ति हैन यता 1-2 बजे राति यता बाबा आएर भन्छ अनि म तर्सिन्थे कफानिस हो साच्चै हो फु मम्मी अस्ति भनेको सुन्छ न यसको हावा कस्तो कसले सुन्ने यता गुनेको हुन्छ है बहिनी डर लागेछ डर लाग्यो छैन फेरि गर म ठ्याक्कै यहाँ पाखा जाम भनेर अनि पाखा जाम गयो अनि फ्रिजमा राखेँ अनि नाम त होइन नाम त पैसा नि कस्तो राम्रो चरा हेर्नुहोस् त यसको पारा फेरि खाइस हाँसे खाएर बिजी हामी चाहिँ जङ्गलमा छौँ आउनु मैले बन्द गरेको थिएँ ढुङ्गा लाग्ला कान्छीदीको ताके राम्रै हान्नु हुँदो रहेछ त मान्छे लाग्छ कति झऱ्यो खोर्सानी हो कि के हो होइन अमिलो पसिसक्यो खायो त खानु नि त एउटा है स्वादै छ काँचै त यस्तै त खाने नुन साउ चोपेर खाने बनिरहेको भिडियो अमिलो पस्न लाग्यो है अर्को हप्ता आयो भने खानुहुन्छ बोक्रा हाल्नु आएछ अर्को हप्ता खायो भने ठिक हुन्छ हामी लप्सी खाइसक्यो हामी लप्सी खाइसक्यौँ हामी लप्सी टिपेर खाएको लप्सी पनि फल्दैछ एउटा हामीले पैसा दिन्छ मेरो नेपाली हो म्यामको हेर्छु न के भन्छ नेपाली होइन नेपाली त मेरो त छैन अमिलै थिएन मिसन सुरु कहाँ यहाँ बिचबाट जाने हामी हरिता मम्मीको बारीमा आयो त हरिता मम्मीको बारी हो डान्स गर नाच भनेपछि नाच न नाइ किन के डगी भने हो पप्पी हो त्यो झोलामा के हाल्ने भने लिएर त तैँले रिदेश खै कहाँ छस् त खै नानी आऊ हामी टिप्न आएको छौँ काफल अब हामी टिप्दै बस्छौँ काफलको बोट तपाईँहरू हेर्न सक्नुहुन्छ
यत्रो ठुलो छ म चाहिँ यता चढेर बसिरहेको छु रुखको हाँगा भाँच्यो कान्छीले अब त्यसबाटै टिप्दै बस्ने हो गाइजहरू गाइज उता बसिरह हाम्रो फ्यान्सहरू तिनीहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरेर हाम्रो फ्यान्सहरू अब कागल खोज्दै बस्नु गाइजहरू अब म ओर्लिन्छु कान्छी चर्सिन्छ हट बहिनी गाइज अब कान्छी दिदी चढ्दैछन् हेलो गाइज कान्छी दिदी कान्छी दिदी हेलो गाइज उता माथि छ तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज यहाँ बहिनी मनी चढ्ने भनेर बहिनी हट भाइ त्यो भिडियो गाइज कान्छी दिदी टिप्सिराख काफल अनि यता बहिनी भन्ने बसिरहेको छ गाइजहरू अब कान्छी ओर्लिस्यो झोला आधी पनि भरे छैन गाइजहरू गाइजहरू बहिनी यता चढिराख गाइजहरू जब कान्छी दिदी ओर्लाइसिराख बहिनीलाई या ढुडुम जाम तल गाइजहरू मेरो फुल हाम्रो फ्यान सुता बसिरह हाम्रो बिग फ्यान सरी तिमीहरू कहिले भिडियो आउँछ युट्युबमा खिचिसके ल फुटुटु गाइजहरू म लडे यता गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ भुटुटु अम्मा साथीहरू तिमीहरूलाई पनि युट्युबमा ल्याएको छु बिचरा त्यो पहिला लिएर आइछ न म त आएँ मलाई त डर लाग्यो आएँ म त अगाडि एउटा नि छैन हरियो सबै झरेछ अरे झरे चाहिँ क्या त्यो पाकेको रुख त झऱ्यो उसले नि एउटा झोलामा छैन सबै खाइसक्यो अरे कति छल्लेको हुन्छ दुइटै गुल्टे लाग्यो पंची बनो मुड़ी खिचलू यहाँ हेर स्पेशल बस्छ सर्प तेरो मात्र हो परेन त दुखा दिनी कति रमाइलो यो बढी बाठो हुँदो रहेछ
कानमा होइन ढाडमा यो पिपलको रुख होइन त्यही हो बारी भने हो तल्लो भने चप्पल खस्यो मकै मकै छरिरहेछ वो पनि कन्नाइछ धारमा पुग्छ झोला चाहिँ के अनि डोको पुनेनी मामा पुनेनीलाई बोक्छु बस यता बक 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 यता कि यता त्यहाँको बरु मिठो थियो हाय के भयो के भयो नहीं के रे अस्ति बाबाले भट्टीमा पानी भनेर रक्सी खाँदै गएको थियो त्यो बेलादेखि अहिलेसम्म मलाई टाउको दुख्छ यसको फुलहरु कति राम्रो हुने चिलाउने को यहाँ आउनु पर्ने गाइजहरु म एक्लै फ्लोरिज लाभा हेर्दैछु म फ्लोरलाई छोइ भने म आउँछु ओइ म पनि त्यहाँ हिँड्छु नि ल न कस्तो राम्रो गाइज मैले त होलिए अब सोनाली खेल्छु फ्लोरिज लाभा यसरी बोलेरै भिडियो गाइजहरु सोनालीको हिँड्ने स्टाइल हेर्छु सोनालीको टाउको हटाइदिन्छु गाइजहरु टाउको निकाल्दैन शाहरुख खानको बोझ हाल्छु ल हाँ यहाँ मेरी सनम सेफ्टी ट्याङ्कीमा पर्लास नि फेरि त त्यो छ रे त्यहाँनिर कहाँनिर होला सायद उसमा हो के त्यो त्यो पर्लास भन्यो त उनीहरु के उयो रुखको फेदमा धन्न हजुरले भन्निस्यो जानला थिएछ गुमा पर्लासलाई आइज बरु यो हाँगामा टिप्न मिल्छ त्यो गुमा पर्लास क्या त्यो त्यो हेर ती बाँसमा त्यो पर्छ त्यहाँ सेफ्टी ट्याङ्की छ क्या त्यहाँनिर त्यो घर जस्तो उट्याइदिनु त्यहाँ भइमा भैमा पो हुन्छ त बाँदर त्यही हाँगामा मेन त कान्छी ती जानु होला है फेरि ती त्यो नाइसा हेर्नु त फेरि उता गई चौलेर बुनु नाइसा चोरे चोरे चोरे
पक्का ढुङ्गा भयो भने परिहाल्छ नि ए ए बहिनी जालाई म एउटा खान्छु नि झोलामा हाल्छु न झोलामा हाल्छ न दिजु त्यसले ए रितेश नखोस् न त्यो झोलामा थाप न कान्छीसँग आफै खाइरह बडी बोल्छ गु चाट्नलाई त खाले गेडा हुन्छ हैन नि गेडा अड्किन्छ गाली गरे आउनु भएको गाली गरे हैन के त्यो म भन्दा म हो म हो गाली गरे हैन के को हो म त हैन को म त हैन यहाँ रातो दिसो डाडो गरिस घर बनिले दिएर त खाल्ने रहेछ हले मिठो छ पर के रे कति के भने बहिनी कति मिठो छ है घर भन्नु कति मिठो छ है कति मिठो छ कतै के भन्छस् लात खाने काम गर्छस्